नमस्ते सबैजनालाई अनि स्वागत पाइन्छ तपाईँहरू सबैलाई मेरो यो नयाँ भिडियोमा। यो हो तपाईँहरूले देखिरहनु भएको त्रिदेवीय अखण्ड पाठ पारायण सत्सङ्ग ज्ञान महायज्ञको क्रममा हाम्रो आफ्नै घरमा बाल्नको लागि तयार पारेको लाखबत्ती 3 दिनको पूजाको पहिलो दिनको भिडियो तपाईँहरू सामु लिएर आएको छु। सबैजनाले हेरिदिनु होला। बाँकी म अर्को दोस्रो भाग बनाएर पछि लिएर आउने छु। त्यसैले लागौँ आज हाम्रो यो पहिलो भाग हेर्नतर्फ। गाउँघरको मजा यसमा पनि छ। बिहानैबाट सबैजना जम्मा हुनुभयो। हामीले कामहरू सुरु गर्न थाल्यौँ। पाल टाङ्ने दायाँमा व्यवस्थापनको कामहरू सकेर हामी लाग्यौँ यज्ञको तयारीतर्फ। अब यहाँबाट फेरि सुरु हुन्छ खानाको तयारी। तरकारीहरू काट्ने, माला उन्नेदेखि लिएर सबै काम यहाँ हुँदैछ। यो चाहिँ हाम्रो मेन किचन, भर्खरै बनाएको यो। अनि यहाँ पकाउने कामहरू बिस्तारै सुरु हुँदैछ। म तपाईँहरूलाई त लिएर जान्छु हाम्रो गाउँघरको गफ सुन्न है त। सधैँ हो होइन त होइन बोक्नुको लागि चाहिँ होइन माछा मासु छ के छ त्यो हटाउनु छैन माछा मासु पढाउने नियम तयारी लगभग सिद्धिएको थियो। दिनभरको थकान चाहिँ हामीले बेलुका गफमै मेटायौँ। भोलि बिहान हामीलाई चाँडै उठ्नु पर्थ्यो पूजाको लागि। त्यस कारणले हामीले खानासाना खाएर सबैजना सुत्यौँ। अनि पहिलो दिनको हाम्रो सबै कामहरू चाहिँ यहीँ सिद्धिन्छ। बिहानै उठेर लागेँ म धारातिर। नजिकको मूलको पानी त्यस्तो धेरै चिसो नभए पनि बिहानै गएर नुहाउनु चाहिँ मेरो लागि ठुलो च्यालेन्ज पनि थियो। अब पूजाको दिन नुहाउनु त परिहाल्यो। जेन तेन त्यहाँ गएर नुहाइदिए गएर फर्केँ म। अब लागौँ हामी अखण्ड पाठ भजन कीर्तन सुन्नतर्फ। कृष्णलाई श्यामलाई करी छुट्याना श्यामले दीन दयाल प्रभु गर छुट्याना श्यामले दीन दयाल जुगल स्वरूपनो विघ्न हरणमं आज भोलि भन्दा भन्दै कालाए पुग्छ आज भोलि भन्दा भन्दै कालाए पुग्छ तत्त्व ज्ञान पाइँदैन माया र यो हाम्रो ग्रन्थ धर्मशास्त्रहरूले हामीलाई भौतिक विज्ञान र आध्यात्म विज्ञानको राम्रो अनुभव गराउँछ। हामीलाई नीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र सबैको ज्ञानमा परिपक्व बनाउनको लागि हामी धार्मिक र आध्यात्मिक यात्रामा जोडिएको व्यक्तिले सबै कार्यलाई सजिलोसँग सम्हालेर आफ्नो जीवन यात्रा सफल बनाउँछ। यो चिन्तनको विषय हो। र यो ग्रन्थमा परमात्माको नामको महिमा, रूपको महिमा, सबै भक्तजनों की शरणमा परो बेलैदेखि श्रीराजीको शरणमा परो यो जिन्दगी वैला यो सानी निर्णयमै गइसक्यो जवानी यो जिन्दगी वैला यो सानी निर्णयमै गइसक्यो जवानी ओ निर्णयमै गइसक्यो जवानी ओ निर्णयमै गइसक्यो जवानी ओ निर्णयमै गइसक्यो बोलो श्री प्राण माला तेरा जी यो संसारी माँ मलाई हिसामा तू संसारी माँ
जब पुग्यो साए यमराजको भाइ जब पुग्यो साए यमराजको भाइ राम भजन गरेको छैन श्याम भजन गरेको छैन त्यति भजन गरेको छैन कस्तो भयो यो श्यामा यो संसारमा मलाई श्यामा यो संसारमा हरे कृष्णले हो सुदामा साथी लिएर सुदामा साथी लिएर यतै चढेर बेला नहुँदै बाछालेर जान्थे गर्नु गरे कृष्णले यस्तै भजन कीर्तनसहित हाम्रो पहिलो दिनको सबै कार्यक्रमहरू समापन हुन्छ। दोस्रो दिन लाखबत्ती बालेको अनि तेस्रो दिनको समापनको बेलाको सबै कुराहरू समेटेर म अर्को भिडियो लिएर तपाईँहरूसम्म फेरि आउनेछु। त्यो बेलामा हाम्रो भेट फेरि भइहाल्छ। आजको लागि सबैजनालाई नमस्ते, सबैजनालाई धन्यवाद।